बस्दा बस्दा बोरिङ भएर म चाहिँ बाहिरतिर निस्किँदै छु हैन। घाम चाहिँ छ, रातो रातो घाम छ। रातो रातो घाममा हिँड्न चाहिँ एकदम रमाइलो हुन्छ नि त हैन। आनन्दको छ कि मलाई चाहिँ यो फुल हो कि मलाई एकदमै धेरै मन पर्ने है। एउटा टिप्छु पनि म यो फुललाई चाहिँ। ओहो दुध निस्किँदो रहेछ के, तर केही छैन, राम्रो देखिरहेछ हैन। टक्कै हराउँछु म चाहिँ। मलाई चाहिँ एकदम राम्रो लाग्छ कि यो फ्लावर चाहिँ हैन। सायद यहाँको चाहिँ यो फ्लावर चाहिँ एकदम फेमसै होला क्या, सबै ठाउँमा नै होला। अनि यो फ्लावरको चाहिँ मलाई एउटा सम्झना पनि छ क्या हैन। मैले यो फ्लावर कहिले पनि नछोड्ने भएर मलाई चाहिँ मेरो साथीहरूले चाहिँ मेरो नामै फुलु भनेर नि राखेको थिए क्या। राम्रो छ हैन, त्यो नाम पनि मलाई एकदमै धेरै मनपर्छ। अनि यो फुल चाहिँ यस्तो क्या माथि होइन, यहाँनिर यति ठुलो रुख छ अनि यहाँ भुइँमा यति धेरै खसिरहेछ क्या। मलाई चाहिँ एकदम माया लाग्छ यो फुलको हैन। मैले लगाएको चाहिँ सानो थियो, यहाँ चाहिँ कति राम्रो रहेछ ठुलोवाला, एकदमै राम्रो छ यो फुल चाहिँ। म चाहिँ अब यसै त्यही जाँदैछु हैन। यहाँ चाहिँ मेरो एकजना साथी हुनुहुन्थ्यो, तर उहाँ हुनुहुन्छ कि हुनुहुन्न अहिले चाहिँ हैन, कहाँ जानुभयो मलाई थाहा छैन। सो हैन लेट्स चेक। कहाँ जानुभयो मलाई चाहिँ मलाई थाहा भएन, तर हैन म चाहिँ एक्लै हिँड्दा मलाई एकदम रमाइलो लागिरहेछ क्या। यहाँतिरको मान्छेहरूले चाहिँ एकदमै धेरै हेर्छन् क्या, किनभने यति राम्रो राम्रो मान्छेहरू हुन्छन् यहाँ हैन। त्यस्तो चर्को घाम लागिरहेछ क्या, चर्को घाम लागिरहेछ, तर पनि ठिक छ, यतिकै रमाइलो लागिरहेछ मलाई चाहिँ। म चाहिँ अनि यतातिर डुलिरहेको छु हैन, हिँडिरहेको छु। अनि अर्को कुरा भनेको चाहिँ यहाँ हिँड्दा चाहिँ मलाई एकदम अप्ठ्यारो लागिरहेको थियो क्या पहिलोचोटि आउँदा चाहिँ। किनभने चाहिँ यहाँको मान्छेहरू सबले क्या, बच्चादेखि ठुलासम्मको मान्छेहरूले चाहिँ बुर्खा युज गरेर हिँडिरहेको हुन्छ हैन। म चाहिँ विथआउट बुर्खा यसरी हिँडिरहेको थिएँ। एउटा भनेको चाहिँ विथआउट बुर्खा भयो हैन, मलाई हिँड्नलाई अप्ठ्यारो लाग्ने। अनि अर्को भनेको चाहिँ रमजान टाइम चलिरहेको थियो नि त, अनि मलाई खानलाई एकदम अप्ठ्यारो भएको क्या, एकदमै धेरै हैन। अब सबैजना रोदा त्यो टाइममा चाहिँ बाहिर बसेर पानी पनि खान अलाउड छैन रहेछ। अनि मलाई थाहा थिएन हैन, म चाहिँ सबैको अगाडि खाइदिइरहेको थिएँ हैन, त्यसमा मलाई थाहा नभएर हो। अनि जब मैले थाहा पाएँ त्यसपछि चाहिँ मैले खाइनँ हैन। अनि सो त्यही हो हैन, फर्स्ट टाइम हो नि त। अब अर्को टाइमदेखि चाहिँ मलाई त्यो याद हुन्छ नि त। यो चाहिँ मेरो के भन्ने मिस्टेक भन्ने कि के भन्ने हैन, मलाई थाहा नभएर हो। यदि मलाई थाहा थियो भने म त्यो गर्ने थिइनँ। यो रेड घाम चाहिँ मलाई एकदम राम्रो लागिरहेछ। सो हैन रमाइलो भइरहेछ अहिले चाहिँ। एउटा पार्कमा आइपुगिरहेको छ अहिले चाहिँ। यो पार्क रमाइलो छ। यहाँ चाहिँ एउटा मात्र पार्क हो के घुम्नको लागि, तर रमाइलो छ। एकदम ठुलो ठाउँ छ, तर मान्छेहरू धेरै छैनन् क्या यहाँ चाहिँ। सब बच्चाहरू खेल्ने पार्क भनेको चाहिँ यही हो यहाँ चाहिँ। यहाँ चाहिँ बच्चाहरूको लागि एउटा लिटल लाइब्रेरी पनि रहेछ हैन, तर बुकहरू चाहिँ सबै के हो यो, सायद नलेजेबल बुकहरू नै होला हैन, थोरै मात्र रहेछ तर राम्रो छ। अनि यहाँ चाहिँ माई बेबिज व्हाट ह्यापन्ड, ओके त बेबी। यहाँ आएर लुकिरहेको रहेछ नि बच्चाहरू चाहिँ, किन लुकिरहेको छ मलाई थाहा छैन हैन। यहाँ चाहिँ एकदमै धेरै यो स्कुटरहरू चल्छ क्या। अनि स्कुटरलाई चाहिँ यता चाहिँ साइकल भन्दा रहेछन् क्या, मलाई चाहिँ थाहा थिएन हैन। साइकल भन्थे, साइकलमा जाने भन्थे। अनि म चाहिँ साइकल भनेको हाम्रो घरतिर हुन्छ साइकल सोच्थेँ क्या, तर यहाँ चाहिँ होइन रहेछ, त्यो स्कुटरलाई चाहिँ यहाँ साइकल भन्दा रहेछन्। अनि कति धेरै बोटहरू पनि छ, यो बोटहरू चाहिँ थाहा छैन मलाई के को हो, यो साइड राखेको छैन अनि मलाई त्यो चाहिँ थाहा भएन। अनि यस्तोलाई चाहिँ बग्गी भन्दो रहेछ क्या। यहाँको मान्छेहरू चाहिँ चाडपर्वको बेला मात्रै गाउँतिर आउने गर्दा रहेछन् क्या, त्यो भएको हुनाले। अनि सामानहरू टन्न ल्याउने ओर्ने होइन। यता त खासै पसल पनि छैन, जम्मा 2वटा पसल मात्रै हो नि त। अनि एउटा हेल्थ पोस्ट छ अनि एउटा स्कुल छ क्या यहाँ चाहिँ, धेरै त्यस्तो केही पनि छैन। अनि सबै सामानहरू ल्याउनु भनेको हुलुमालेबाट नै हो। अनि यहाँनिर चाहिँ बोटले होइन मान्छे सामान जे पनि यहीँ ल्याइ पुऱ्याउँछ। अनि यहीँबाट चाहिँ बग्गीमा मान्छेहरूले अब सामानहरू लाने गर्छन्। अनि त्यही भएर पनि यो ठाउँ चाहिँ यसरी मान्छेहरू कुरेर बस्छन् क्या, बोट
यहाँ चाहिँ बोट चाहिँ कतिमा लाग्छ मलाई थाहा छैन, सायद होला 1-2 घन्टा पछि लाग्छ होला हैन। एकदमै रमाइलो पिसफुल छ ठाउँ चाहिँ। वेलकम टु गइदो, एकदमै राम्रो छ यहाँ चाहिँ। अनि फ्लावरहरू पनि छ सानो सानो, रमाइलै छ। अनि बोट कुर्दा मान्छेहरूलाई बोरिङ हुन्छ हैन, गाह्रो हुन्छ त बस्नलाई, अनि त्यही भएर यहाँ चाहिँ बस्ने ठाउँहरू पनि छ। यो सनसेट हुँदैछ क्या बिस्तारै बिस्तारै, एकदम राम्रो लागिरहेछ क्या मलाई चाहिँ त्यो सनसेट भइरहेको टाइम हैन, एकदमै खतरा लाग्छ। यहाँ कागहरू पनि छ, यो कागहरूले चाहिँ मलाई जहाँ गए नि छोड्दैन क्या मेरो पछि पछि नै हिँड्छ कि क्या हो यो कागहरू हैन। एकदमै कस्तो रमाइलो छ क्या। जानु चाहिँ म पानीमा जाँदिनँ किनभने एकदमै डर लाग्छ मलाई चाहिँ हैन, कतिखेर ठुलो आउँछ थाहा हुँदैन नि त, त्यही भएर म पानीमा चाहिँ जाँदिनँ। तर मसँग भएको यो फुललाई चाहिँ म पानीमा बगाइदिन्छु। गो 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 गयो। रमाइलो हुन्छ कि, कस्तो आनन्दको ठाउँ छ क्या। मलाई चाहिँ एक्लै हिँड्दा पनि कस्तो आनन्द आइरहेको छ क्या। अनि धेरै समयपछि चाहिँ म यसरी एक्लै हिँडिरहेको छु क्या, नत्र त कहिलेको होइन एकदमै झ्याउ लागिरहेको क्या मलाई चाहिँ यसरी एक्लै हिँड्नु थियो। तर आज चाहिँ म एक्लै हिँडिरहेको छु होइन। एकछिन चाहिँ म शान्तले बस्छु क्या, मलाई एकदमै धेरै थकाइ महसुस भइरहेछ क्या। म चाहिँ हिँड्दा हिँड्दा एकदम सुनसानमा आइपुगेँ होइन। अनि यहाँ चाहिँ 2टा बाटो रहेछ क्या, एउटा चाहिँ यताको बाटो रहेछ, एउटा चाहिँ यताको बाटो रहेछ। अनि यताको बाटो चाहिँ जङ्गल जस्तो छ होइन। म एक्लै चाहिँ जाँदिनँ किनभने मलाई डर लाग्छ होइन। सो होइन म चाहिँ यताको बाटो जाँदैछु है त। यताको बाटो के छ मलाई थाहा छैन होइन, हेर्दैछु, घुम्दैछु, रमाइलो लागिरहेछ। कति धेरै यस्तो बाक्लो जङ्गल छ कि, त्यही भएर मलाई हिँड्नलाई डर लागेको एक्लै चाहिँ। म चाहिँ यो बाटो मात्रै हिँड्छु, एकदमै धेरै जङ्गल छ क्या। ओहो के हो यहाँनिर, कहाँ के छ मलाई थाहा छैन। ओ त्यहाँनिर बग्गीहरू चाहिँ रहेछ है, एउटा बग्गी आउँदो रहेछ, म जान्छु त्यहाँ पनि। अब मेरो डर भाग्यो। यहाँ चाहिँ के हो यार यो यस्तो, थाहा छैन मलाई यहाँ के छ होइन। ओहो कस्तो राम्रो घाम पनि देखिरहेछ, राम्रै लागिरहेछ, घाम पनि देखिरहेछ। अनि यहाँ चाहिँ के हो यो च्यान जस्तो होइन, तर यो च्यान होइन है मलाई थाहा छ, यो चाहिँ सोलर हो क्या, सोलर हो यो चाहिँ, च्यान होइन है। मैले चाहिँ भनेको मात्र हो च्यान जस्तो लाग्यो भनेर, तर यो च्यान चाहिँ होइन। यहाँ चाहिँ केही फ्याक्ट्रीहरू जस्तो लाग्यो क्या मलाई चाहिँ, किनभने यता पनि एउटा टावर जस्तै छ अनि यता पनि फ्याक्ट्री जस्तै छ क्या, सायद चाहिँ फ्याक्ट्री नै हुनुपर्छ होइन। अनि यहाँनिर चाहिँ यहीँको लोकल मान्छेहरू नै होला होइन। चहल पनि अलि रहेछ क्या यहाँ चाहिँ। सो हेर भाइ त कस्तो राम्रो फ्लावरहरू छ क्या, एकदमै धेरै राम्रो छ। यहाँभित्र छिर्ने कुरा त भएन होइन, यहीँबाट देखाउँछु, एकदमै राम्रो रहेछ प्लान्टहरू पनि होइन। सो फ्लावर चाहिँ जताततै क्या, मेरो घरमा पनि छ होइन। वाउ बाटोमा झन् यसरी फ्लावरहरू छरिरहेको होइन। वाउ कस्तो खतरा छ नि है, एकदमै राम्रो फ्लावरहरू चाहिँ। यो सबै चारैतिर बाल्दै क्या यहाँ चाहिँ है, हिलो भन्ने माटो भन्ने छैन, बाल्दै हो यहाँ चाहिँ। अनि कुनै ठाउँमा चाहिँ यो बालुवाहरू धेरै भएको ठाउँमा चाहिँ हिँड्न नि गाह्रो क्या, त्यो भाँसेको जस्तो हुने क्या, यस्तो छ क्या बालुवा। इग्नोर माई चप्पल हो के, चप्पलमा हिँडिरहेको छु। यहाँ चाहिँ सनसेट हुँदैछ, कस्तो खतरा सिन देखिरहेछ क्या है। म नि यहाँ आइपुगेँ होइन, ठ्याक्क त्यो बादलले पनि छेक्यो क्या सनसेटलाई चाहिँ। तर मलाई लाग्छ यो बादल चाहिँ केही समय लाग्यो, त्यसपछि जान्छ होइन। त्यसपछि म चाहिँ यहाँ सनसेट देखाउँछु। ओहो कस्तो खतरा लागेर है, एकदमै रमाइलो लागिरहेको छ मलाई चाहिँ। हिजो चाहिँ लुगा माथि जान बिर्सेर होइन पानीमा गइनँ, आज चाहिँ म पानीमा छिरेँ, एकदमै रमाइलो लागिरहेको छ मलाई चाहिँ। यहाँभन्दा उता चाहिँ म जाँदिनँ किनभने मेरो लुगा भिज्छ, मलाई लुगा भिजेको चाहिँ मन पर्दैन होइन, एकदमै खतरा लागिरहेछ क्या। म चाहिँ होइन मेरो साथीहरूले नभनिकनै यहाँ आइदिएँ क्या, तर
मेरा साथीहरू मलाई सरप्राइज दिन म भन्दा पहिले यही आइसकेका रहेछन्। सरप्राइज दिन आएको मलाई सरप्राइज दिन आएको यहाँ आएर। ओ दिदी के छ हालखबर? खै त आउनु हामीले कुरा गरेर एक टिकटकमा देखाएर भन्नु हाई गरिदिनु लु। हाई मेरो साथीहरू भनेको थिएँ नि मैले अस्ति भ्लग बनाएको थिएँ नि होइन साथीहरू 2 जना हुनुहुन्छ भनेर। मेरो साथीहरू चाहिँ उहाँहरू 2 जना नै हो है यहाँ चाहिँ उहाँहरू नै उहाँहरूलाई ए तपाईँहरूले बनाउनु भएको थियो है टिकटक? मैले देखाएको थिएँ। म हराएको होइन हौ मेरो मोबाइल बिग्रेर अनि त्यही भएर म चाहिँ सबैसँग कन्ट्याक्ट लेस भएँ क्या। मेरो पनि बिग्रेर यो पनि आइरहेको यो चाहिँ सबैजना भेट हुने बेला हो क्या अहिले चाहिँ। किनभने ईद हो नि त अनि ईदको टाइममा चाहिँ सबैजना चाहिँ ल्यान्डतिर आउँदा रहेछन् क्या सेलिब्रेटको लागि। सो हामी पनि त्यहीको लागि आएको हो। उहाँ पनि हामी चाहिँ फाइनल्ली कतिजना 1 2 3 4 जना भयौँ अनि उहाँ 2 जना हुनुहुन्छ 5 6 जना नेपाली भयौँ है हामी चाहिँ यहाँनिर। अनि अर्को 4 जना पनि आउनु भएको छ तर उहाँ 4 जना चाहिँ कहाँनिर हुनुहुन्छ मैले पत्तो पाएको छैन है। आउनु चाहिँ भएको छ 4 जना सँगसँगै आइत्यौँ हामी एउटै बोटमा तर उहाँहरू चाहिँ कहाँ हुनुहुन्छ मलाई थाहा छैन। अनि उहाँहरूले चाहिँ के कुरा गरेको थियो भने हामी आएपछि चाहिँ चटपटे पार्टी गर्नुपर्छ भनेको थियो तर उहाँहरू हराउनु भयो। सो चटपटे पार्टी छैन हाम्रो। देख्यो है गाइज अलिअलि चाहिँ यही हेर्नको लागि आएको यही नदेखेपछि अलिअलि देख्यो है। जा न हो जा 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 तर गएन ठिक छ नगए पनि केही छैन। देख्यो देख्यो वाउ खतरा फाइनली वाउ कस्तो राम्रो देखिरहेको। हामी चाहिँ एकदम शान्त ठाउँमा आइपुगेका छ। एकदम धेरै रमाइलो छ कति धेरै झोलुङ्गाहरू पनि छ है। एकदमै आनन्दको ठाउँ छ क्या यहाँ चाहिँ मान्छेहरूको चहल पहल पनि धेरै छैन अनि टक्क होइन समुद्र देखिन्छ। चाहिँ यहाँ बस्छु एकदमै आनन्द आउँछ क्या यसरी सुत्न पनि छुट्टै आनन्द। हामी चाहिँ सुरुको भेटमा चाहिँ राम्रो अब चिनजानी चाहिँ भएको थिएन होइन बोलचाल चाहिँ भएको थियो तर म म्यारिड हो भन्दा उहाँले पत्याउनु भएन। अझ बच्चा नि छ भन्दाखेरि त झन् पत्याउनु नै भएन कि होइन। अनि मैले चाहिँ उहाँलाई मेरो टिकटकको होइन मेरो बच्चा अनि त्यसपछि मेरो फोटो भिडियोहरू देखाइदिएँ उहाँले हेर्नुभयो होइन अनि बल्ल पत्याउनु भयो तर पनि उहाँले अझै बिलिभै गर्न सकिरहनु भएको होइन क्या। ओ म त्यस्तो देखिँदो रहेछु क्या। हेर्नु न यहाँ चाहिँ कति ठुलो गङ्गटे क्या मैले हिजो चाहिँ सानो देखाइदिएँ होइन यो चाहिँ यतै आउँदैछ क्या। थाहा छैन यो उड्छ कि के गर्छ मलाई डर लागिरहेको होइन झन् पछाडि आएर बस्दिरहेको यो चाहिँ थाहा छैन यो के हेरेर बसिरहेको छ होइन एकदम डर लाग्यो। तल झन् डर लागेर खुट्टा पनि यसरी माथि राखेर बसि राति पनि भइसक्यो होइन एकदमै अँध्यारो भइरहेछ। अघि न चाहिँ हामी एकदमै धेरैजना थियौँ 6 जना थियौँ अहिले चाहिँ 2 जना मात्र छौँ हामी चाहिँ होइन। सो अब चाहिँ हामी फर्किँदैछौँ है त।